बिहानीको सुरुवातसँगै आज हाम्रो ब्लग सुरु भइसकेको छ। यो ब्लग चाहिँ हैन हाम्रो रनिङ सिलको हो। यता हाम्रो सबैजना जम्मा भइसकेको छ, यता सबजना, अनि यता म रहेको छ, यता हाम्रो ब्लगर कुमार मानन्द रहेको छ। हामी चाहिँ आज बिहानीको सुरुवातसँगै यस्तो चट्टा भएर कपाल सपाल नकोरिकन भ्लग बनाउँदै अगाडि बढ्दै हाम्रो यहाँ हाम्रो सबैजना यहाँ उपस्थिति हुनु भइसकेको छ। बिहानीको सुरुवातसँगै फेरि हामी अगाडि बढ्ने छौँ। यहाँ रहेको छ 1 नम्बरको चोर फटा काहीँ नभएको डाका। ओ यसरी नाच ल अब चाहिँ कन्टेन्ट बन्ने भयो। A few moments later. हामीले चाहिँ यो बस्दै हामी चाहिँ विन गरेन लास्टमा जाने छिरे भन्दैछ मिसिनु जिनु चट 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 कस्तो ह्यान्डसम यार म खोइ सैला बहु बोल्ने थोरै पो भयो छोड्दै के हाम्रो गाडी भने हाल्ला नै हुन्छ अरू हाल्ला अरे छिर्छ नि छिर केटाहरू छिर यहाँ चाहिँ एउटा चस्मा मनिषाले यहाँ तारिफ गरिसक्यो यसको वेलकम छ हाम्रो। हामी चाहिँ अब खेलकुद सर बनाउनु भयो चट 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 मेरो आँखा त्यस्तो के हो 2 hours later. झुक्के नि यार त्यो कुदेन नि यार आवाजै कम भयो म्युजिक गौरीले चार्ज नकुदा कस्तो सुध्याएन त्यो त म्युजिक कुद्नेमा ढिलो गरे नि आयो है तिम्रो नछिकै मैले भने नि अर्कैलाई खसराख भन्दा त नकेनीहरू धेरैजना हानिदिन्छ नि है यो त फर्स्ट रहेछ नछेन तिमीहरू जतिखेर छ
अर्कोले रनबाट आएर जे भने यार ओइ आज चाहिँ थर्ड दिन आइ हेर्दैछ हामी चाहिँ आज फाइनल दिन र एकदम हाम्रो बस पनि आइरहेको छ यो हामी अब फाइनल जितेर एकदम खुसीका साथ हामी घर जानेछौँ त्यसैले हामी बसमा हेर्दैछौँ सो लेट्स गो सबै भयो दिनुला समय च्याङम्बुरी गर्गा छ एउटा स्पिडिङ बोर्ड यो लाइन लाने हो कि ओइ साइलाले सिगरेट आयो ओइ जा कबाट प्लेट पेले जा साइला चाहिँ राख्नु उयो म उभेरै जान्छु मिस भन्नु मेरो साथी ल म गफ गरेर जान्छु यसले हेर न हेर ओरे कस्तो किच्चौ न हाम्रो थर्ड दिन फाइनल म्याच छ के हुन्छ अब फुट बजार हाम्रो काकालाई हेर्नु त्यहाँनिर एउटा कुकुरलाई किनेर दिएर बर्थडे बोय के भन्न चाहनुहुन्छ यो बसमा के भन्न जर्मन सिमर के भन्न चाहनुहुन्छ भ्लगै बना छैन त भन्दैन नि लास्टमा बनाछ लासो जो अरे भाइ हजुर के भन्न चाहन्छ छैन जित्छ हजुर पासा त्यस्तो चाहिँ नदेखाइ केही भन्न चाहनुहुन्छ हामी चाहिँ यहाँ आइपुगेको छौँ अब खाजा साजा खाएर खेल्न जानुपर्ने हुन्छ त्यही भन्नुहुन्छ त्यही नो वे बेस्ट प्लेयर बोल भ्लग बनाएर चुप लगाएर त्यही भन्न चाहन्छ अस्ति आज चाहिँ फाइनल गेम हुनु गइरहेको छ हुनेवालामा छ अनि हजुरको वेट के भनेको म चाहिँ खेल्न पाउने अवस्था हुन्छ बिहानको सुरुवात हो बिहानको सुरुवात हाम्रो चाहिँ फेस देखाएको छ नि आज हाम्रो बिहानको सुरुवात चाहिँ हाम्रै करेसा बारीको मिठो मिठो चना र अन्डा लोकल अन्डासँग भएको छ अनि तपाईँहरूको केसँग भएको छ जरुर कमेन्ट गरिदिनु होला होइन नमस्कार हाम्रो चाहिँ हजुर फाइनल हुनु जाँदैछ हामी के बोल्ने थाहा छैन तिमी उता न यता हेरेर भन न
हिजो चाहिँ तपाईँहरूले हिजो यही ठाउँमा ठ्याक्कै यही गाडी थियो हिजो होइन यहाँ झडा भएको थियो तर झडा हुनुको मेन नायक चाहिँ हाम्रो यो सर थियो ए त हेर न देखाउनु परेन चना खाएर अनि हिजो त्यो भाग्नेमा यो पनि थियो हाम्रो कबड्डीको मेन कोरे रेडर नमस्ते पनि भन्दैन म्याच चोरारमा चाहिँ अनि केटा सब यहाँ छ हाम्रो सर हाम्रो मिस राम्रै छैन हाम्रो भ्लगरकोमा 1-2 शब्द भनिदिनु रे मिसले भन्दैन सोगा जी यहाँ कोकी बढे कुछ तो है क्या रे म त यहाँ छ सरद मिस कता जानु भयो बोका सर के भइरहेको छ यहाँ त अरू केही भन्नु छ भने भनिदिनु होला अहिले नै पछि फुर्सद हुँदैन जेबिसाले चाहिँ खतरा खाइरहेको त कम कि कम सास पनि फेरि लुकेर आएको आइरहेको छ ममा त जुम गर्दै रामे खाना मै बनाउँछु छैन जाऊ गाइस होइन अब चाहिँ 3000 अब चाहिँ हाम्रो 3000 मिटरको डाउट हुँदैछ डाउट ए मैले डाउट अर्को डाउट हाम्रो त्यो जान्ने उ त्यो गर्दा नि भइसक्यो त मैले भनेको सर के भन्न चाहनुहुन्छ भ्लगमा के भन्न चाहनुहुन्छ एकदम राम्रो छ हाम्रो खेलाडी एकदम तम तयार छन् तम त आपसे आप तयार छन् जित्छन् हिम्मत हारेका छैनन् हिम्मतिला छन् यतिको चाहिँ चाहिन्छ सभ्य छन् अनि साथी छन् मेरो पनि भयो यार तैँले के ठुलो कुरो गरे पहिला कुदेको थियो पहिला कुदेको थियो तैँले ठुलो कुरो गरे अब त युद्ध खेलेर त्यसलाई सैनिक भन्नु खेला थियो कबड्डी हारेको थियो यहाँ अर्को के प्रगति खेल्यो थियो अहिले उसो सरले बुझ्दैन क्या बुझ्ने बेला हाल्छ नि सरले पछि गएपछि बुझ्छ हो कि हान्नु त बासा अर्को वर्ष त मलाई नि अमारेबाट लिने भने हालबरहरू आउँछ अहिले तिनीहरू त्यही भनेको छोटै छोड्दैन किन सुरुदेखि कुन्नी हो छोड्ने होइन सकिया कुन्नी लास्टमा छोडिदिने अर्को साल पनि यसरी कुदाउनु पर्छ अर्को साल त मैले खुट्टा भाजेर राखिदिन्छु सबको कुद केटा कुद नछोड कुद यस्तै हो एक नहाले कुदै हो लास्टमा जित्छु भन्ने त जान्छ खेर शिरमा जो कुदो त्यसरी जित्छ उसलाई थाहा छ हाम्रो के अरे हेर्न त नछिक्न के बिग्रिरहेको छ रे भिडियो नदिनु त्यो भङ्गेरी आयो त्यो बुढाले
छोडेर सिरियल हान्छ यहाँबाट यहाँ दिन्छ यहाँबाट त्यहाँ कस्तो समाधान बिगारे नि Few inches later. खाना जन्मेका हौ खाऊ मेरो आज बर्थडे पठाएको मैले यताबाट पो राम्रो आउने अनि म त आएन है कुमार आएको छ मिस तपाईँको भिडियोमा ए बाबु नानीहरू सब आउने यो चाहिँ हाम्रो लप्चु खाना जन्म्यो हटिहाल्नु भयो बोलाएर खान घिच्न घिच घिच्न घिच घिच्न खान एक लट लुकाउँदै ए यहाँनिर रहेछ त हाम्रो साथी एउटा यहाँनिर रहेछ त एउटा ऊ पामे ऊ यहाँ अर्को रहेछ यहाँ खाना नदिनु भयो को निहुरेर बस्यो त्यो चाहिँ को रहेछ है यता नि रहेछ 4 जनाको टोली केटीहरूको टोली यहाँ 4-5 जना हेलो गाइस हामी चाहिँ मासु भात दमादम खाइरहेको छौँ होस् म त नखाने रे आज म त नखाने भोक लागेको छैन खाना ओइ भान अन्ति मारौ होइन म दिन्छु आउ न लाज मानेर बस कसै खानालाई कसैले माग गर्नु पर्दैन एउटा प्लेट ल्याउनु त्यसमा आउ कि यतापट्टि हाम्रो गाडीभित्र चाहिँ ए कोही पो रहन्छ ए यहाँ कपाल बसिरहे गाई
यहाँ बाउ कहाँ भने बाउको भिडियो खिच्नुपर्छ यहाँ यो चाहिँ हाम्रो ल्याबरै कबड्डीको मेन त यो नि छोडिदिए दर्शकबिन हेर्न सक्नुहुनेछ तपाईँहरूले रमाइलो कथा म राम यो चोर हाम्रो बसको पैसा हराउने त्यसले गरेर भएको हो होइन बाउ भाडा जान्छु ठुलो बजान अनि पनि आएछ 2 hours later. पर्दैन मुझे अहिले त्यसै गरी निकिता पुराङ्गे रविना माझी सबै साथीहरू कबड्डी क्षेत्रमा